नमस्कार। 2083 सालको वार्षिक राशिफल बनाउने क्रममा आज मिथुन राशिका बारेमा चर्चा गर्दैछु। यो तेस्रो राशि हो अ, जसले पराक्रम, आँट, साहस, बल, बुद्धि र समझदारीद्वारा जीवनलाई अगाडि बढाएको हुन्छ। जुन राशि हो जुन गहिरो भावनात्मक अनि कला, साहित्य, लेखन अनि बाणीको सिद्धता पनि यो राशिसँग रहेको हुन्छ। हठात अरूलाई विश्वास नगर्ने, तर विश्वास गरिसकेपछि नछोड्ने, जीवनमा हरेक किसिमका शक्तिलाई पनि साहसमा बदल्न सक्ने, अभावलाई पनि भएको जस्तो महसुस गराउन सक्ने यस्तो राशि हो मिथुन राशि, जसका बारेमा तपाईँले देख्ने बित्तिकै धेरै कुरा केही पनि थाहा पाउनुहुन्न। जसको स्वभाव, जसका आनीबानी, जसको चिन्तन यी फरक किसिमको हुन्छ। त्यसकारण मिथुन राशिको स्वामी बुध ग्रह हो। यसले बुधसँग सम्बन्धित कुराहरू चाहिँ विशेष ध्यान दिनुपर्छ। जस्तो बुध वाणिज्य, व्यापार, अर्थतन्त्र, सेयर मार्केट अनि गणितको विशेषज्ञ पनि हो बुध। कला, साहित्य, तान्त्रिक अथवा कुनै पनि भक्तिमा लाग्ने, जागरणमा पुर्याउने, भगवान विष्णुसँग एकाकार गराउने, जो अहिले चलिरहेको छ, जो अहिले भइरहेको छ, जो हुनेवाला छ, यस्ता यथास्थितिका बारेमा पनि बुध ग्रह जोडिन्छ। बुध भन्ने बित्तिकै वित्त शास्त्रको शास्त्रज्ञ, बुध भन्ने बित्तिकै सिद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण ग्रह अनि जोसँग पनि मिल्न सक्ने, हँसिलो अनुहार, एकदमै वाक्पटुकता, सर्र बोल्न सक्ने क्यापेसिटी बुध ग्रहले दिन्छ। 2083 सालमा मिथुन राशिको भाग्य कस्तो छ त्यसका बारेमा कुराकानी गर्छौँ। तपाईँलाई हाम्रो युट्युब च्यानल कस्तो लाग्छ, लाइक, सब्सक्राइब र सेयर गर्न नबिर्सिनुहोला। लग्नमा बृहस्पतिको प्रभाव जेठ महिनाको 18 गतेसम्म र जेठपछि बृहस्पति दोस्रो भावमा कर्कट राशिमा जानेछन्। तेस्रो भावमा केतु र भाग्य स्थानमा राहुको प्रभाव रहनेछ भने मङ्सिरपछि अष्टम भावमा राहुको गोचर हुनेछ। त्यसकारणले गर्दा मिथुन राशि हुने जातक जातिकाको लागि बृहस्पतिको प्रभाव एकदमै राम्रो रहन्छ। शनि दशमस्थ छन्। यसले घरमा माङ्गलिक कार्य, विवाह, पूजापाठ, धार्मिक कार्यमा तपाईँलाई एकदमै अगाडि बढाउँछ। मङ्सिरदेखि यता जेठ, असारदेखि उता यो बिचको समय एकदमै गोल्डन समय छ। हरेक निर्णयहरू यतिखेर लिनुहोला। सन्तान तपाईँले पाउनुपर्ने छ, त्यो पनि निर्णय लिनुहोला। जग्गा जमिन किन्नु छ या वैदेशिक क्षेत्रमा अगाडि बढ्नु छ, कुनै स्कुलहरू, कलेजहरू भर्ना हुनु छ, यो पनि तपाईँको लागि असाध्यै महत्त्वपूर्ण समय छ। तपाईँ कुनै भविष्यको लागि एकदमै ठुलो, लामो, गहिरो कुनै खोज अनुसन्धान गर्दै हुनुहुन्छ, लगानी भित्राउन खोज्दै हुनुहुन्छ, गाडी मोटरसाइकल किन्दै हुनुहुन्छ, यावत कुनै पनि कुरा भनौँ न, तपाईँको लागि यो समय बढी नै महत्त्वपूर्ण हुनसक्छ। यो समयमा लिएको डिसिजन हर हालतमा पुरा हुनेवाला छ र जीवनले एउटा कोल्टे फेर्नेवाला छ। लामो समयदेखिको अभाव, चुनौती, सङ्घर्ष होइन, तपाईँलाई केही न केही सफलता दिनेवाला छ। केही न केही तपाईँलाई चिट्ठा पर्नेवाला छ। चाहे सेयर मार्केटबाट होस्, चाहे तपाईँले पुस्तक बेचेर होस्, चाहे बोलेर होस्, चाहे तपाईँको कला बेचेर होस्, मिथुन राशि भएका मान्छे आफ्नो पौरखले, आफ्नो सङ्घर्षले सफलतामा पुग्छन्। जहिले पनि पत्नीको सपोर्ट तपाईँको लागि बढी नै महत्त्वपूर्ण हुन्छ। मिथुन राशि भएका व्यक्तिलाई पार्टनरले या पत्नीले या साथीभाइले मात्रै उठाउन सक्छन्। उनीहरूको सहयोगले मात्रै उनीहरू सम्पन्न हुने, धनी हुने र जीवनमा सफलतामा पुग्न सक्ने यस्तो राशि हो मिथुन, जसका बारेमा धेरै खोज अनुसन्धान, रिसर्च भएका छन्। तर पनि हामीले के कुरा भन्दै आइरहेका छौँ भने तपाईँको गोचरीय प्रभाव चाहिँ अहिले राम्रो छ। यसले सम्पत्तिहरू पनि उठ्नेछ। जग्गा जमिनबाट पनि तपाईँलाई लाभ हुने वर्ष छ है। पैतृक सम्पत्तिहरू पनि तपाईँले
प्राप्त गर्नुहुनेछ। एकदमै राम्रो ठाउँमा तपाईँको सरुवा हुने अनि बढुवा हुने, एकदमै तपाईँलाई सुविधा सम्पन्न ठाउँ, सहज ठाउँमा त्यस्तो खालको योग पनि अहिले निर्माण भएर आएको छ। त्यसै गरी अर्को महत्त्वपूर्ण कुरा, कुनै लामो समयदेखिको पार्टनरसँगको विवाद छ भने त्यो पनि टुङ्गेर जानेछ। आफन्तसँग लामो समयदेखिको विवाद छ भने त्यो पनि टुङ्गिनेछ। घर जग्गा जमिन गाडी घोडा यस्तो चिज किन्दै हुनुहुन्छ भने एकचोटि तपाईँको जन्मकुण्डली देखाएर योग्य ज्योतिषीको सल्लाहमा तपाईँले त्यो निर्णयलाई अगाडि बढाउनु भयो भने सर्वोत्कृष्ट र एकदमै राम्रो हुनेवाला छ। किनभने शनिले द्वादश घरमा, सप्तम र चौथो घरमा पनि दृष्टि दिएका छन्। कहिलेकाहीँ शनिको दृष्टि तपाईँको लागि अभाव, अकारक र हानिको कारण पनि बन्न सक्छ। त्यसकारण तपाईँले गरेका हरेक गल्तीहरू शनिले दृष्टि दिइरहेको हुन्छ, विचार गरिरहेको हुन्छ, उसले न्याय दिन खोजिरहेको हुन्छ। तपाईँले कुनै गल्ती गर्नुभएको छ भने यो समयमा जग्गा जमिन घर गाडी मुद्दा मामिलामा फसिन सक्छ। त्यसले तपाईँलाई लामो समयसम्म फेरि व्यवहारमा धकेल्न सक्छ, उठ्न नसक्ने अवस्था पनि सिर्जना गर्न सक्छ। त्यो परिस्थितिको कुरा मैले यहाँ गरिरहेको छु। अर्को, मङ्सिरभन्दा पछि राहुको गोचरीय भ्रमण अष्टमबाट हुनेछ। अष्टम चाहिँ कष्टम हो। अष्टम भाव चाहिँ यसले कष्ट, दुःख, चुनौती, दरिद्रता, अभाव, ऋण, रोगमा लगेर फसाउन सक्छ। यसले जे कुरा चाहनुहुन्छ त्यो कुरा नदिन सक्छ, जे कुरा सोच्नुहुन्छ त्यो कुरा बिगारिदिन सक्छ। त्यस कारणले गर्दा पुरै अभावै अभावमा जिन्दगीलाई बिताइदिन सक्छ। त्यो कुरा चाहिँ एकदमै सोच्नु पर्यो। अहिले ऋणमा फसियो भने जीवनमा उक्सिनै नउक्सिने अवस्था आउन सक्छ। आगामी मङ्सिरबाट उता 1.5 वर्षको समय, 1 वर्ष 6 महिनाको समय असाध्यै महत्त्वपूर्ण छ। यो समयमा ऋण दिनु, लोन लिनु या कुनै समस्यामा फस्नु भनेको उठ्न नसक्नु हो भनेर पनि बुझ्नु पर्यो। शैक्षिक क्षेत्रमा मेडिकल साइन्स, इन्जिनियरिङ अथवा बाहिर गएर तपाईँले पढ्न खोज्दै हुनुहुन्छ भने अलिकति सोच विचार गरेर ग्रहदशा हेराएर मात्रै तपाईँले कुनै प्लानिङहरू सेट गर्नुहोला, त्यो तपाईँको लागि फलीभूत हुन्छ। त्यसै गरी अर्को कुरा, शिरमै सुरुमा बृहस्पति हुनु र बृहस्पतिको गोचर पनि फेरि दोस्रो भावबाट हुनु भनेको तपाईँको लागि बृहस्पतिले दिने फल चाहिँ गोल्डन समय हो। यसले धार्मिक यात्राहरू तपाईँलाई गराउन सक्छ, मुद्दा मामिलामा तपाईँको जित हुन सक्छ, लामो समयदेखिका समस्याहरू सहजै सुल्झेर जान सक्छन् अनि घटना दुर्घटनाबाट तपाईँ बच्न सक्ने अवस्था पनि बृहस्पतिले तपाईँलाई सहयोग गरेको छ। तर राहुले अप्ठ्यारो, खाडल या अभावमा तपाईँलाई लान खोजिरहेको छ। जब जब बृहस्पति पीडित हुन्छ, कुनै ग्रहद्वारा दृष्ट या कमजोर अवस्थामा जान्छ र राहु हावी भएको अवस्थामा तपाईँलाई अलिकति खतरा हुन सक्छ। यो मिथुन राशिको लागि मैले सङ्केत गरिरहेको छु। त्यसै गरी सरकारी या प्राइभेट सेक्टरमा जागिरको राम्रो सम्भावना छ। कुनै महत्त्वपूर्ण डिसिजनहरू जीवनले लिनेछ। अहिलेसम्म हुँदै नभएका केही त्यस्ता लाभहरू पनि तपाईँले जीवनमा पाउनुहुनेछ। सरकारी जागिरको योग एकदमै राम्रो रहेको छ। प्राइभेट सेक्टरमा पनि तपाईँको निकै ठुलो मान सम्मान, इज्जत प्रतिष्ठा बढ्नेछ। खेलकुदमा एकदमै राम्रो गर्न सक्नुहुन्छ। जग्गा जमिनको व्यापार व्यवसायबाट प्रशस्त धन लाभ हुने वर्ष छ, होइन? अनि आज कुनै नयाँ कुरा सोचिरहनु भएको छ भने त्यो ठ्याक्कै परिपूर्ति हुने, इच्छा सिद्धि हुने समय पनि आएको छ। लामोभन्दा लामो समयदेखिका कुनै पनि काण्डहरू हुन् या अप्ठ्यारा परिस्थिति हुन् या असहजतालाई पनि तपाईँले सहज रूपमा र सहजतामा बदल्न सक्ने क्यापेसिटी देखिएको छ। र दशम भावको शनि तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण राजयोग छ, जीवनको सबैभन्दा लाभको समय छ, जीवनको सबैभन्दा बढी सुखको समय छ र तपाईँले प्राप्त गर्नुभएको ईश्वरीय आशीर्वाद र वरदान पनि तपाईँलाई यो समयमा फलीभूत हुनेछ। लामो समयदेखिको साधना या मन्त्र जप या कुनै कर्महरू, सेवा
गरिरहनु भएको छ, लाभ पाउनु भएको छैन, कहिले मलाई यस्तो लाभ होला, या जीवनमा कहिले सुख होला, यसबाट मैले कहिले लाभान्वित हुन्छु भन्ने लागेको छ भने यो पनि त्यो लाभ पाउनको लागि महत्त्वपूर्ण समय छ। राजनीतिक सेक्टरमा तपाईँको एकदमै राम्रो पहुँच हुनेवाला छ। समाजमा मान सम्मान यश कीर्ति बढेर जानेवाला छ। यो समयमा ईश्वर पितृ भगवानले पनि आशीर्वाद दिने खालको समय हो। त्यसकारण मिथुन राशि भएका जातक जातिकाको लागि यो भाग्य उलट पुलट हुने र समय तपाईँको पक्षमा आउने समय भएको कारणले गर्दा जीवनका अनगिन्ती समस्याहरूबाट तपाईँ बच्नुहुनेछ र अगाडि बढ्नुहुनेछ। जस्तो सुकै परिस्थिति पनि तपाईँको पक्षमा हुनेछ र तपाईँलाई लाभ पनि हुनेछ। मैले यो कुरा यहाँ बताउन चाहेँ। सबैभन्दा महत्त्वपूर्ण कुरा चाहिँ तपाईँको जन्मकुण्डलीमा या तपाईँको समयमा, तपाईँको 62 दशामा के कस्ता दशा चलेका छन् त्यसले पनि फरक पार्छ। सानो सानो कुराले अहिलेको समयमा धेरै फरक पार्छ। हामी जुन गोचर भन्छौँ नि, त्यो गोचर निकै महत्त्वपूर्ण छ, त्यो दशा निकै महत्त्वपूर्ण छ। तपाईँको श्रीमतीको दशा, श्रीमानको दशा, बुबाआमा, छोराछोरी सबैका दशा ग्रहले घरमा काहीँ न काहीँ इफेक्ट र प्रभाव चाहिँ पारिरहेको हुन्छ। एउटाको राम्रो दशा, एकजनाको नराम्रो, र सबैको राम्रो दशा चलेको छ भने त्यो फेरि फलिभावपूर्ण पनि हुन्छ। त्यस कारणले गर्दा सबै कुरा एउटै ठाउँमा भर पर्नु चाहिँ हुँदैन। म अर्को महत्त्वपूर्ण कुरा के भन्न चाहन्छु भने तपाईँ यो समयमा भैरवको साधना गरिरहनु भएको छ, कालीको साधना गरिरहनु भएको छ भने आगामी मङ्सिर महिनापछि त्यो कुरा फलीभूत हुनेवाला छ। त्यसले लाभ हुनेवाला छ। त्यसले तपाईँलाई कुनै न कुनै किसिमको एक किसिमको ऊर्जा र जागरण दिनेवाला छ। यो चाहिँ तपाईँ परिपक्व हुँदा, विश्वस्त हुँदा, आश्वस्त हुँदा हुन्छ। तपाईँको लागि बिजोडी अङ्क 3, 5, 7 यस्ता अङ्कहरू तपाईँहरूले प्रयोग गर्नुभयो भने तपाईँलाई लाभ हुनेछ। हरियो नीलो रङको प्रयोग पनि तपाईँको लागि असाध्यै राम्रो हुन्छ। काली र भैरवको साधना गर्नु, हनुमानजीसँग नजिक हुनु यो महत्त्वपूर्ण हुन्छ भने भगवान् विष्णुको दर्शन गर्नाले तपाईँलाई अनगिन्ती समस्याबाट छुटकारा प्राप्त गर्नुहुनेछ। सबैभन्दा उपयुक्त समय असारबाट मङ्सिरसम्म हो भने त्यो पछि केही मध्यम समय चल्नेछ। यहाँ बृहस्पति र राहुको द्वन्द्वात्मक अवस्थाले गर्दा कहिले हानि कहिले लाभको बाटो तपाईँले प्राप्त गर्नुहुनेछ। यदि परम पुण्यको अवस्था छ, धेरै धर्म गर्नुभएको छ, जागरण गर्नुभएको छ, अनुशासनमा हुनुहुन्छ, आजसम्म कसैको चित्त दुखाउनु भएको छैन, यस्तो किसिमको तपाईँको जागरणको समय छ भने मान्नुहोस् अष्टमको राहुले पनि तपाईँलाई एकदमै ठुलो धनको वर्षा गराउन सक्छ र तपाईँको जय जय हुन सक्छ। मिथुन राशि हेरिसकेपछि तपाईँलाई कस्तो लाग्यो लाइक, कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला। जय शम्भो, हर हर महादेव, नमस्कार।